नमस्कार सिबी च्यानल हेर्ने बस्ने सम्पूर्ण देश विदेश सम्पूर्ण दाजुभाइ दिदीबहिनी बुवा आमा सम्पूर्णलाई आज हामी चैत दसैँको मेला मौका पारेर आज चन्दन भाइ र मलाई यसो टाइम निकालेर आज हाम्रो भीमकला थापाजीको घरमा आइरहेको छ। आज यसो दुई चारवटा भोलेको छेरी गरम पुराना अब काठमाडौँ बसेका कसरी गुजार्नु पहिला सँगै नै बसेका त्यही भन्दै यसो यहाँ म सोध्न चाहन्छु। नमस्कार। नमस्कार। आराम हुनुहुन्छ के? आरामै। मेरो आदरणीय दाजु हुनुहुन्छ। मैले उहाँलाई आत्मैदेखि पहिल्यैदेखि एकदम मैले मान्नुपर्ने मेरो अग्रज दाइ हुनुहुन्छ। आज हाम्रो 20-25 वर्षपछि बल्ल जम्को भेट भयो। सँगै नै बसियो खतरा खाटा पनि लुग्नुहुन्छ तपाईँ होइन? के भयो कुरा नगर्नुहोस्। अब विगतका कुराहरू त धेरै छन् होइन, याद आउँछ नि त होइन? याद आउँछ। हामी त अब गाउँका कुरा गर्ने हो भने विगतका गाउँ कुरा गर्ने हो भने त यथार्थै छन् तिनी कुराहरू त। हजुर। त्यहाँदेखि आज दाइलाई हजुरलाई भेट्न पाउँदा म एकदम आभारी छु। म अति आभारी छु। म तपाईँलाई भेट्न धेरै अब काठमाडौँ बसेका नि अहिले भीमकलै उहाँ काठमाडौँसँगै बसिन्थ्यो होइन? पहिला काठमाडौँ राम्रै बस्नु त अहिले के कस्तो चलेको छ तपाईँको? के गर्ने अहिले त अब व्यवहारिक भइयो। अब बस्ने अब त्यही हो। अब घरको काम धन्दा गर्ने अब बच्चा बच्ची भयो। अब त्यतैपट्टि लागियो। अब गायन क्षेत्र छोडियो। बिहादान गरेपछि अब त्यता लाइन छोडियो भन्दा पहिलाको ठिक जीवन कि अहिलेको ठिक जीवन त छेडभरलाई त पहिल्यैकै ठिक थियो। अनि अन्तिममा गएर फेरि यो जीवन फेरि आएर अहिलेको उसमा त फेरि मैले त्यो पनि अपनाउनु पर्ने रहेछ। पहिला जस्तो त अब पहिलाका क्षणहरू त खुसीका दिन थिए, साथीभाइ थिए, सबै सम्पूर्ण थिए होइन? अहिले त अब पहिलाको र अहिलेको त धेरै फरक छ। पुरानो साथीहरू याद आउँछ? किन नआउने हो? तिनी गाउँमा डुलेका, बाख्रा हेर्न जाने, घाँस काट्न जाने। अनि फेरि हाम्रो त कति अब अलिकति हाम्रो साथीहरू पनि त्यस्तै दाउरा खोज्न जानु होला। दाउरा घाँस गर्न जाँदा पनि हाम्रो साथी त्यस्तै गुड भन्ने कति हेर्नुहोस्। अब गीत गाउने क्रममा भन्न पर्दा पनि साथीहरू त्यस्तै। म त पहिला हामीलाई दाइहरूले आमा बाउले हामीलाई घरबाट यसो थाहा पायो भने हामीलाई गीत गाउन हुन्न, छोरी मान्छे बाहिर जानुहुन्न भन्ने त्यस्तो पुरानो चलन परम्परा थियो, चलन थियो। दाइहरूले मार्नुहुन्छ कि भनेर हामी लुकी छिपी गोठमा गएर गीत गाउन जाने। राति 12 बजे अँध्यारो छ, खोला बढेछन्, त्यस्तोमा गएर अनि गीत गाउन गएर गीत गाउने। अनि राति चाहिँ घर आउने। राति उहीबाट फर्कनु पर्यो। दाइ घरमा थाहा हुनु भएन के। कोही घाँस चोरेर आउनुहुन्थ्यो कि त्यत्तिकै रित्तै आउनुहुन्थ्यो? चोर थियौँ नि। बिहान उजेलो भने पोखामा एक बारी घाँस लिएर त घर आउनु पर्यो। काम त देखाउनु पर्यो, न त मार्छन्। कति छिटो उठेको हो भन्दाखेरि त घाँस काटेर आउनु पर्यो नि त। त्यसरी त्यस्ता दिन थिए पहिला। कोही कसैले काटेको चोरेर ल्याउनु हो कि तपाईँले आफै नै काटेर ल्याउनु? आफै काटेको त चोरेनौँ। काटेको खरहरू चोरियो। खर नै चोर्न काँक्रा चोर्नु? काँक्राको कुरा गर्नुहुन्छ भने अब हामी यस्तै अब हाम्रो बेसीमा घर अब लेखामा गोठ भन्ने चलन हुन्छ नि त गाउँमा। हाम्रो बाख्राहरू गोरुहरू माथि हुन्थ्यो। हामी अब जेठो बाको छोरी कान्छो बाको छोरी जम्मा भएर हामी गोठमा बाख्रा गोरु गाई बाख्रालाई कुर्न जान्थ्यौँ घरमा खाना खाएर। अनि हाम्रो त्यो घरदेखि माथि एउटा हलल चौर भन्ने थियो। त्यहाँबाट त्यो ठाडो बाटो जानु पर्थ्यो। जाने क्रममा अनि हामीले त्यो दिन पनि हाम्रो गीत गाउन जाने प्लान थियो। तिजको गीत गाउने थियो। यो तल हामी लेखा गोठबाट तल झर्नु पर्थ्यो। अनि काँक्रा चोरेर हामी अब डोको राखेर बाटो परि डोको राखियो। अब बिहान घाँस काट्न पर्छ, घाँस ल्याउनु पर्यो। अनि डोका राखेर हामी गीत गाउन गयो हेर्नु। अनि एकजना अब गएर हाम्रै जेठो बाको घरमा काँक्रा चोरेछन्। हेर्नुहोस् है, काँक्रा चोरेर एउटा त्यो सर्टको एउटा त्यो सानो टुक्रा नै त्यही झेक्रामा छुटेछ कि आत्तिएर भाग्दाखेरि। अनि चप्पलको यस्तो हेर्ने यस्तो रातिमा काँक्रा चोर्ने। त्यहाँबाट खोज्दै जाँदा हाम्रो डोको भेटियो। हेर्नुहोस् है, अब काँक्रा चोरको डोको यहाँ भेटियो भने खान अब भोलि होइन अब त्यो डोको नुने लैदियो नि माग्न जाँदा हामी काँक्रा चोर परिन्छ हेर्नु। त्यो डोको लिन छोड्नु हामी अब मजाले गीत गाउने तिजको कार्यक्रम गीत गाउने नाच्नेमा छौँ। उसले चोरले अब हाम्रो डोको चोरेर काँक्रा चोरेर गयो। डोको त चोरेन, डोको त्यो काँक्रा चोर भनेर खोज्ने क्रममा हाम्रो डोको भेटियो कि। उनीहरू त काँक्रा चोरेर मान्छे भाग भनेर पछि आयो नि। अनि त्यसपछि त
डोको उनीहरूले हाम्रो भेट्राइ थिए। त्यसपछि अब त्यो डोको लिन जाऊँ भने हामीलाई जो भन्छ काँक्रा चोरेको, त्यो मान्छे कहाँ गयो, त्यो गायब भयो। हेर्नु अब हामी कसरी जाने, अब त्यो डोको पनि चोरियो, त्यस्तो छेड थियो। अनि ए काँक्रा चोर, अब डोको लिन जाँदा हामीले होइन भन्न पर्यो। अब त्यो डोको पनि लगिदिए, अब त्यो डोको खोज्न जानिन हामी, पर्छ बरु डोको जाओस्, बरु मुठामा हामीले डोको लगेको होइन भनेर बा आमासँग जिद्दी गर्नु पर्यो कि। त्यसरी काँक्रा एउटाले चोर्ने एउटाले गर्ने, त्यस्तो हुन्थ्यो। काँक्रा चोरेन उखु चोर्ने, त्यस्तो अमिला चोर्ने हेर्नु गाउँमा त। डोको त अब लयो तपाईँले, घर घाँस ल्याएर आउनु हो। डोको त अब छोड्ने ल्याउने कुरो भएन। अब त्यहाँ जाने भने त चोरे भनेर अब हामीलाई चाहिँ गाडी आउँछ होइन। त्यसपछि डोको छोडेर अर्को दिन अब घाँसको मुठेर डोको खोज्दाखेरि छैन। अनि यस्तो यस्तो कलरको कपडा छ, यसरी चोरे भन्ने त्यस्तो हुन्थ्यो। हेर्नु तिन छेड त एकदम रमाइलो थियो। ए खोला बढेर हेर्नु कति हुन्थ्यो। कसैलाई खोलाले बगाउँछ कि भने त्यस्तो खोला नाला पनि भनिएन, रात भनिएन। अब त्यो भिर पाखा यहाँ अब तराईमा साँपले टोक्ला भन्छन् होइन, ज्याउन जान्छ। तर पहाडमा हामी रात अब यो हजुरको हाम्रो भेट हुने त अब मेरो साथी, एकदम मिल्ने साथी, मेरो पहिलाको बालापनकै साथी के पुतारीसँग मेरो एकदम साथी थियौँ। उहाँको बिहे भएर आउनुभएको थियो। अनि उहाँसँग हामी हिँड्दै उहाँले फेरि मलाई साथी बनाएर आफ्नो माइत लाने वातावरण बनाउनु भयो। फेरि मलाई एउटा सैना लगाएर धाराको टेके दाईको बहिनीसँग, अनि उहाँसँग ल यतातिर दुईवटा आउने जाने वातावरण हुन्छ, मलाई साथी छोडेर जान मिल्दैन। त्यति गरेपछि त सैना भेट्न गइन्छ नि त, त्यही भएर अनि त्यता जाने वातावरण हुन्छ भनेर उहाँ साथीको एउटा उसले पहिला डम्बर दाई भन्ने हजुरको त हामीले उता नाम सुनेको, काम पनि सुनेको, नाम नै सुनेको हजुरको, तर प्रत्यक्ष देखेको थिएन। तपाईँ पहिलादेखि विदेश हुनुहुन्थ्यो, तपाईँ इराकमा हुनुहुन्थ्यो कि त्यति पहिला त होइन। त्यही भएर हजुरसँग विदेशतिर हुनुहुन्थ्यो। पछि पुतालीकै माध्यमबाट हजुरलाई भेट्न पुगेको कि म। त्यसपछि म हजुरको घरमा पनि गएँ, त्यहाँबाट चिनजान भयो होइन। अब तपाईँलाई भेट्न त अब हामी साथी भएर हजुर उताबाट घाँस काट्न आउनुहुन्थ्यो कि यति भेट्नको क्रममा आउनुहुन्थ्यो खै। त्यो त हामी यताबाट ल यो डाँडामा जाऊँ घाँस काट्न भन्दा साथीले उतै जाऊँ आज यो ठाउँमा जाऊँ भनेपछि हामी भनेको उसले खाए, ऊ भोको छ होला, मैले यसरी खाएर हिँड्दा भन्ने। हामी दुईवटा मान्छे दुईवटा भयो नि, हाम्रो मन एउटा थियो कि हामी दुईवटा। हजुर ऊ त मेरो गुरु हो। मलाई पहिला सुरुमै गीत गाउन हामी हेर्नुहोस् ओडा स्त्री हुन्थ्यो, किसिमकोट भयो, हामी सल्लेन, हामी यस्तोको वार्डमा हुन्थ्यो। 80 रुपियाँ थियो हाम्रो प्रथम पुरस्कार हामीले गाउँदाखेरि। हेर्नु त्यो 80 रुपियाँ पाउँदाखेरि हामी कति खुसी हुन्थ्यौँ। हामी किसिमकोटमा गइयो र प्रथम भइयो। अनि प्रथम हुँदाखेरि 80 रुपियाँ त्यो गीत गाउन पनि दाइहरूले दिनुहुन्थ्यो भागेर। त्यस्तै गरी एउटा कलाकार हुने इच्छा थियो। तर हाम्रो काठमाडौँमा बसे पनि हामी मध्यअन्तरकै भइयो क्या, अडियोको चलन थियो, अहिलेको जस्तो थिएन। हामीले छाडापनको गीत गाउन पाइन्थ्यो थियो, अरूलाई आछा पिलाएर गाउन पाइन्थ्यो थियो, त्यस्तो थियो नि त। आफूले त्यो विषयवस्तु के छ त्यसैमा लगेर टुङ्गाउनु पर्थ्यो। अडियोको जमाना थियो, एउटा अडियो बेचेर 50 रुपियाँ 60 रुपियाँमा बेचे 10 रुपियाँ आन्थ्यो। त्यही पनि अब सबै कुरो अलिकति चल्ने हुन पर्थ्यो। अहिलेको जस्तो भए त हामी पनि यसो चर्चामा आउँथ्यौँ होला, तर हामी ओझेलै परियो। तर जे होस् तपाईँ हाम्रो धेरै बस्यो त काठमाडौँको। हजुर बागबजार बस्यो नि। तब 1 साल त म विदेश जाने त्यहीँ जो बसेँ, रमाइलो खुब गरियो। त्यति दोर्साना जाने म फेरि जानुहुन्थ्यो। त्यहाँ आउने वातावरण पनि थियो। अब त्यही तपाईँ चोरेर झाँटेर रौसे रोपिन ल्याउनुहुन्थ्यो। ल्याउँथेँ। मैले त जे होस् आफ्नो दाइ भाइ होस्, आफ्नो नातापात, आफ्नो गाउँले हुन्छ भने मैले जति पनि गरेँ। हेर्नुहोस् मैले काठमाडौँमा बसेर मैले पैसा कमाएन, इष्ट मात्रै कमाएको हो कि भन्नुपर्दा वास्तवमा। अनि त्यहाँ हाम्रो बसिन्थ्यो होइन। हजुर
तर खाना पकाउनु तपाईँ ल भन्दै कहिले बाह्र नि बजाउनुहुन्छ मलाई त खाना पकाउनु मलाई अलिकति गफ गरेर गफ सुन्न पाएँ त खाना पकाउन ध्यान हामीले फेरि अब बेलुकी ल्याएको तपाईँहरूले ल्याएको बेलुकी नै खाने बिहान चाहियो फेरि फेरि साएर म फेरि अब त्यो नभए फेरि त्यही त घर त्यहाँ फेरि अलिअलि खाएपछि फेरि त्यहाँ घर नबस्ने फेरि अब कहाँ फेरि अब कतै जाम भने फेरि एकदिन कुनै चौरमा गएर गिजाउनुहुन्छ कहीँ के हुन्छ कि त्यस्तो गरियो हजुर जुन थिए तिनी दिन र अब तिनी दिन अब छेडभरमा अब थिए होइन समयअनुसार चलियो समयअनुसार गरियो अब त्यो समय अब यस्ता थिए दिनहरू भन्ने त्यही हो आज हजुरलाई भेट्ने क्रममा होइन त्यही त्यो विगतका दिनहरू यस्ता थिए भनेर अलिकति मनमा लागेको हो किन अब एउटा चटक्क पुरानो गीत गाइन्छ ल कस्तो अब पुरानो गीत त अब मेरो गीत भन्न पर्दा अब मैले त गीत पनि बिर्सिसकेँ बिर्सिन्छ अझ गीत हेर्नु पर्यो क्या यति सालमा भेट भइयो होइन एउटा चट्ट गीत हेर्नु ल अब एउटा साले जो थियो एउटा साले जो गीत हेर्नुहोस् मैले ताली बजाइदिन्छु ल भइहाल्छ त नि सुनौँ शान्ति पुर्याउँदै बग्याउँदी खोला रोकियो चरा काटे यो हो कि मेरो गीत पहिला हाम्रो उसलाई पनि सम्झन चाहे हाम्रो के भन्छन् सुरेश अनि त्यसपछि अर्को पनि त्यो भाइको नाम मैले बिर्सेँ हामी यसरी गरौँ भनेर गीत गाइयो बनाइयो त्यो राम्रै चल्ने क्रममा अब त्यस्तै भयो कि ती भाइहरू पनि कता कता व्यवस्थामा कता कता भए हामी एकातिर भइयो तर हाम्रो यो बेसरी चल्ने गीत हो के त्यो मिडियालाई पेल्ने अलिकति माध्यम भएन त्यसपछि अर्को फेरि एउटा हेर्नुहोस् अडियो गऱ्यो अब यस्ता अरू गीत गाउने त भए तिनी गीतलाई अब बिर्सेँ मैले भाका आउन के व्यावहारिक भइयो अहिले त्यस्तै अब त्यस भएर एउटा फेरि मैले मेरै व्यक्तिगत गराएको थिएँ गीत अनि त्यसपछि मैले एउटा गराएको थिएँ के त्यसको थेगो नभनिकन थेगो मात्रै भन्छु झ्याप्पै बिहे गरौँ आँटेर बस्न खान दिएन हामीलाई छिमेकीले कुरा काटेर भन्ने मैले एउटा गीत बनाएको थिएँ त्यो दिँदाखेरि कहाँ त धोत्रो लाग्यो बुढेसकाललाई अनि त्यसपछि ओडियो ल मैले गर्छु भन्यो ओडियो चाहिँ बेचेर खाइदियो हेर्नुहोस् म पाल्पा जाँदा मैले बजारमा फालेकै छैन पाल्पा जाँदा मेरो गाना बजेख हेर्नुहोस् त जसले मैले मेरो बजारबाट फाल्छु भनेकोले ओडियो लयो बेचेर खाइदियो कि उसले झोला झोलामा बेचेर आफूलाई गरायो मसित सम्पर्कै बिन भयो अनि ओडियो बेचेर खाइदियो त्यहाँबाट मन मर्यो के त्यसपछि त्यो गाना सारले तपाईँलाई होइन लगभग खालिएको 10-15 जनालाई तपाईँले जो सारले जो लगेको होइन हामीलाई हो पहिला हाम्रो गुरु हामीलाई अब काठमाडौँसम्म पुर्याउने यो क्षेत्रमा यस्तो गर्नुपर्छ भन्ने पहिला मलाई हौसला दिने र त काठमाडौँ जानै पर्छ भन्ने मेरो अग्रज मान्नुपर्ने टाढै भए पनि नमस्कार गर्न जाने हाम्रो दीपक नेउपाने सर हुनुहुन्छ उहाँले मलाई प्रत्येक हप्तामा उहाँको त स्कुल थियो होइन स्कुल हुँदा शुक्रबार म सरले र मैले दोहोरी गाउँथ्यौँ के ल आज ल भीमकलालाई बोलाएर आज दोहोरी गाउनुपर्छ भन्ने ती दाईहरू बितेर गए एउटा नरे भन्ने दाई थिए त्यहाँ त्यो नरे दाईको घरमा अनि बोलाएर दीपक सरले ल त अगाडि बढ्नुपर्छ तिमी काठमाडौँसम्म जाऊ भनेर यो कार्यक्रममा ल भीमकला जानुपर्छ है भनेर मलाई काठमाडौँ जानुपर्छ भनेर मलाई अगाडि बढाउनु भनेको मेरो दीपक सर नेउपाने सर हुनुहुन्छ त्यसपछि 7 दिने र बाटो देखाउने जानुपर्छ तिमीले यो गर्नुपर्छ भनेर त्यो बाटो त्यो कदम चाल्नुपर्छ तिमीले यसरी जानुपर्छ भनेर उहाँले देखाउनु भयो बाटो काठमाडौँसम्म पुऱ्याएर ल ठाउँ यो हो गरी खान तिमीहरूको क्षमता अनुसार अब गरेर खाऊ तिमीहरू भनेर सागरले हामीलाई काठमाडौँसम्म पुर्याउने सागर
हामीलाई ताते ताते गराएर भन्छ कति कलाकार जन्मायो सागरले त धेरै कलाकार जिउँदो मान्छे उसलाई किन एउटा पर्दामा हेर्नको लागि पनि होइन मान्छे अब एकदम के कलाको खानी भएर पनि हो उहाँको गाउनको तरिका पनि अर्कै थियो बोल्ने तरिका होइन गाउन उहाँ जतिको गाउने कलाकार पहिला उहाँको पहिलाको चेलो भनेको हाम्रो राजु परिवार दाइ चेलो हुनुहुन्थ्यो के भनेपछि तर उहाँलाई पनि अब त्यही हो आफ्नो उसले अहिलेका पहिलाका कलाकार र अहिलेका कलाकारमा धेरै भिन्नता छ हेर्नुहोस् अहिले हामी अगाडिको भयो हामी पनि केन्द्रीय कलाकार भयो हामी होइन कम्पिटिसन दोहोरी गाइयो कहाँ गइयो हामी पनि परदेश अनि भन्नुपर्दा शान्तिपुरको दोहोरी भनेकै हामीले त्यो फिल्म हलमा 4 जना एउटा मैना रसली अनि सागर दुर्गा पौडेल ऋषि आचार्य अनि हामी भएर त्यतिजना गएर त्यहाँ उद्घाटन गरेको हामीले काठमाडौँ के अरे शान्तिपुरमा दोहोरीको उद्घाटन गर्ने हामी हो कि अहिले हामीलाई कसैले पनि चिन्दैन हेर्नु जे सागर भए चिन्थ्यो होला सागरलाई बोलाउँथ्यो होला होइन तर अहिलेकाले हामीलाई चिन्दैन अहिले बाहिर कलाकार आउँछन् बोलाउँछन् सम्मानित हुन्छन् सबै कुरो हुन्छन् तर हामी त ओझेल पनि तर त्यहाँ हामीले स्थापना हामी सुरु गरेको हामीले एउटा फिल्म त्यहाँ पनि एउटा हाम्रो डम्बर दाई भन्ने हुनुहुन्थ्यो के शान्तिपुरमा त्यो डम्बर दाइले ल यस्तो गर्नु पर्यो भनेर एकातिर पर्दा चलेको त्यो पर्दा फिल्म हलको त्यो पर्दाको साइडमा बसेर हामीले दोहोरी सञ्चालन गरेको हो अहिले हेर्नुहोस् परदेश ऊ लाग्छ धन्य प्रभात लाग्छ होइन सोच पुछाइ कसले हामीलाई चिन्दैन त्यहाँ जाँदा यो हो र पनि भन्ने जस्तो पनि भइएन होइन हामीले यसरी गरेको हो कि शान्तिपुरमा हामीले हो पहिला सुरुवात दोहोरीको अहिले त्यत्र कार्यक्रम हुन्छन् त्यत्रो चल्छ होइन त्यही भएर के अरे परदेशनी मेला हामी बुटोलमा सुरुमा बुटोलमा गइयो हेर्नु 2-3 चोटि गइयो काठमाडौँबाट यस्तो आउँछ अब हामीलाई यस्तो कि अरू कलाकार गएर अब गाउँदाखेरि पनि हामीले गएको ठाउँमा होइन अरू आएर अहिले यिनीहरू यति ऊ भए सम्मानित भए हामी ओझेल परियो यसरी गरियो दुःख त हामीले गरियो तर अहिले सम्मान व्यक्तिहरू पऱ्यो भने जस्तो त हुन्छ कि कता हुन्छ फेरि त्यस्तो त हुँदो रहेछ कि किन आफ्नो गाउँमा किन आफूले जन्माएको बच्चालाई आफूले पालन पोषण गरिसकेछ भने त्यो बच्चाको त माया लाग्छ नि त्यस्तै हामीलाई पनि त्यो ठाउँको माया लाग्यो मलाई एक झलक आउँछ म विदेश सल्यान जाने बेला हजुर त्यहाँ स्कुलमा के प्रोग्राम थियो तपाईँ गाउन जानुहुन्छ त्यतिर शान्तिपुरमा त्यहाँ प्रोग्राम हुँदाखेरि पनि हामी हेर्नु हामी त्यो गाउँको त जताततै हो क्या हामी कहाँ सब सुखौरा सल्यान भयो होइन डाँडा भनेर जताततै त्यो त स्थानीय तिनी जहाँ पनि पुगियो क्या अब त्यतिखेर एउटा भलिबल खेल्नेले एउटा थाल ल्याउँथे कटौरा ल्याउँथे हेर्नु हामी पनि हामीलाई त्यहाँ एउटा बोको दिन्थे होइन त्यतिखेर भलिबल टिमलाई हामी गाउने फर्स्ट भयो फर्स्ट सेकेन्ड हुँदाखेरि अनि गाउने टिम र हामी भलिबल टिम जहाँ जाँदा पनि प्रथम भएर आउँथ्यौँ कि हाम्रो नयाँ बजार बस्न्थ्यो गणेश उहाँ गणेश गएको ठाउँमा कहिले पनि अनि एउटा फेरि धनमुडा खोमे भाइ त्यो खोमे भाइले बेसरी खेल्ने हो कि उहाँहरू थियो हामीले गीत गाउने उनीहरू बल खेल्ने त्यसो गरेर हाम्रो टिमै थियो कि त्यसरी हिँड्थ्यौँ त्यस्तो गर्दा गर्दै काठमाडौँतिर गइयो काठमाडौँ गएर अब दोहोरी साँझमा गीत गाउन थालियो लाउँदै अब काठमाडौँका कुरा गर्नु पर्दा नि अब पुराना अब उहाँ राजु परिवार दाई हुनुहुन्थ्यो उहाँ सागरको साथी उहाँहरूसित नि हामी राम्रोसँग उहाँले त दोहोरीमा गाउनुहुन्थ्यो बेला बेलामा हामीसित गीत गाउन आउनुहुन्थ्यो गीत गाइन्थ्यो अनि उसले के अरे हाम्रो एउटा यता यो के भन्छ भक्तपुर जाने बाटोदेखि वनपाखा के दोहोरी थियो क्या त्यहाँ दोहोरी साथ थियो त्यहाँ उसले कृष्ण कँडेल दाई हामी उहाँ भर्खर आर्मीबाट रिटायर भएर आउनुभएको उहाँले र हामीले सँगै दोहोरी गाइयो सँगै अब काम गरियो सँगै क्षेत्रमा काम गरियो अब अहिले उहाँ इन्टरनेट त्यत्रो होइन ऊ चला
बातै भयो होइन। कृष्ण सरलाई मैले फोन पनि गरेँ होइन। होइन भेट्न काठमाडौँ गयो भने म भेट्नै जाने कुरा छ। कृष्ण सर कहाँ हुनुहुन्छ, तपाईँलाई भेट्न मन लाग्यो भनेर म इन्द्रेणीमा गीत गाउन नगए पनि उहाँलाई भेटेर के छ कसो छ भेट्ने मन छ। गएपछि एक दुईवटा अब जानिन, अचल त बिर्सियो, त्यही पनि याद आउँछ देखेपछि यसरी गरेको भन्ने। उहाँ अब अहिले त्यस इन्द्रेणी चलाएर होइन त्यस्तो राम्रो काम गर्नुभयो, दुःखी पीडितलाई पनि होइन सबै सहयोग गर्नुभयो। उहाँले परेकोलाई राम्रो काम गर्नुभयो, त्यही हो। ओजेल परेकालाई उजेला ल्याउनु भयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कि किनकि हामी एउटै क्षेत्रमा काम गरेर उहाँले राम्रो काम गर्नुभयो, हामी त्यत्तिकै गर्व गर्नुपर्छ क्या। धेरै राम्रो काम अब सरकारले नगर्ने काम उहाँले गर्नुभयो। तर अहिलेका कलाकारले हेर्नुहोस् मान्छे गर्दैनन्, किनकि भन्नुहोस् अब हाम्रै गाउँबाट हेर्नु च्याउ उम्रे झैँ उम्रे अब कलाकार भएर होइन अगाडि अब कतिलाई अब त्यो ठाउँमा यसरी गर भनेर कलाकार गराइयो, तर तिनले अहिले पुस्दैनन्। हामी जस्तो कलाकार हामी यो क्षेत्रमा यस्तो उस्तो भन्छन्, उनीहरूले हामीले जस्तो सङ्घर्ष गरेनन् के। हेर्नुहोस् तपाईँले त अहिले जस्तो सुविधा पनि थिएन। हामीलाई त बहुत दुःख थियो कलाकार बन्नुको लागि त। हेर्नुहोस् हाम्रो पालामा धेरै दुःख थियो। जे गाए पनि जसो गरे नि हुन्छ, अहिले जस्तो पनि गाउँछन्। रिकर्डिङ गर्दा गरौँ, अहिले त रिकर्डिङ गरेर डिलिट गर्न मिल्छ, उ त मिल्दैन त। कहाँ मिल्ने, जे गरे सकियो। अब बजार कम्पिटिसनको अब बजारमा हेर्नु तपाईँले अब राम्रो तपाईँको छ भने त्यही अगाडि जान्छ। अब पछि पनि त पर त्यो अब लगानी डुबो सकियो। ओडियाको जमाना हो, अहिले त दुईवटा बनाएर राखिदिए युट्युबमा गयो होइन, टिकटक बनाइदिए त्यसै भाइरल हुन्छन्। हामी पनि सायद भइन्थ्यो होला, अब हाम्रो भाग्यमै रहेछ। म त केही बनाउनु म टिकटक केही म यस्तो केही मिडियामा दुई चार गाना गाएर अब दुई भाइनाले दोहोरी गाउने जे होला जे हो त्यही त। गाउँको अब हामी सहर क्षेत्रतिर नलाम, हाम्रो गाउँले पाराको टक्क बसेर होइन गाउँले पाराको गाउने। हजुर तपाईँलाई एउटा कुरा सोध्न मन लाग्यो। सोध्नुहोस्। तपाईँले धेरै मिहिनेत गर्नु पहिला, हजुर, त्यसलाई छोडम हुन्छ कि अलिक गरम हुन्छ कि छोड्न हुन्छ तपाईँलाई कस्तो लाग्छ? एकदम राम्रो प्रश्न सोध्नुभयो। तर छोड्न मन त छैन, तर एउटा व्यवहारिक र बाध्यताले मात्रै हो मैले छोडेको, म छोड्ने मान्छे होइन होइन। तर पनि आफूसँग भएको प्रतिभा गलाले साथ नदिने अझै पनि गरम हुन्छ, छोड्न मन त छैन। त्यही हो कि किनकि अब यस्तो गरम है तपाईँ गाउनुहुन्छ, ल आउनुहोस् यसरी गाम न भनेर त अझै पनि गाम तपाईँलाई साथ दिने मान्छे कोही भएन छैन। त्यो हिसाबले गर्दा तपाईँलाई साथ दिने मान्छे कोही छैन। अब पहिलाका अब बिर्सी गयो, अब कता कता भइयो। अब अहिलेका कलाकारले हाम्रो मान्यता गर्दैनन्। अब तपाईँ पनि कलाकार हो र भन्ने जस्तो भइयो कि सोच उनीहरूको र हाम्रो सोच विचार मिल्दैन। सोच विचार मिल्दैन। हेर्नु हामीले गाउने पहिलाका गीत र अहिलेका गीतमा पनि धेरै ऊ छ क्या, फरक छ, भिन्नता छ। किनकि हामीले हेर्नु विषयवस्तुलाई लिएर त्यसैमा टुङ्गाउनु पर्थ्यो होइन। हामी प्रतिस्पर्धामा गीत गाउन हामी जाँदा कम्पिटिसन दोहोरी गाउन गइयो, हामी यो भिरकुटी मण्डपमा हुन्थ्यो। त्यसमा जाँदाखेरि प्रजापति पराजुली दाई हुनुहुन्थ्यो एउटा आयोजक, उहाँले विषयवस्तु तोकिदिनुहुन्थ्यो कि पहिला सुरुमा उसमा गाइयो क्या यो त्यसमा गाएको नि हामीले त्यो यो के हो कि त्यो हामीले उसमा हो टुडी खेलमा सुरुमा टुडी खेलमा मैले साइडमा किनकि मलाई हेर्नुहोस् अर्का भलो चाहने मान्छे, मलाई अझै पनि अर्कालाई यस्तो उ गर्नु। त्यहाँबाट मैले भने तिमीले गाऊ भनेर उसलाई रेखा थापा एउटा भिङ्गी ठेकी मगर्नी रेखा थापा हुनुहुन्छ, उहाँले ल तपाईँले साइडबाट त म साइडमा बस्छु, शब्द हजुरलाई बरु म सिकाइदिन्छु, हजुरले लिड गर्नुहोस् भनेर त्यहाँबाट उहाँलाई लिड गर्न दिएँ। अनि अर्को साथी मलाई यति गाउन मन छ भने फेरि अर्को हप्ता गएर फेरि एउटा सरिता ओली भन्ने उहाँ हुनुहुन्थ्यो अर्घाखाँची इस्मा दौलीकी हो, उहाँले गाउनुभयो यो
दाईको नाम आएन, यो च्यानल चलाउने दाईको नाम हो कि उहाँ पनि धेरै गायब हुनु। अहिले फेरि मैले देखेको थिएँ एउटा दुईवटा इन्टरभ्यूमा देखेको थिएँ। त्यतिखेर हो त्यो हप्तामा हुन्थ्यो, शनिबार सुटिङ गर्नुहुन्थ्यो कि उहाँले। त्यहाँ गएर अब कता कता हुन्छ त्यतिखेर टिभीमा राखेर टिभी च्यानलमा चलाउनुहुन्थ्यो। हो जानुभएको, हामी सँगै गइयो, नाचगान भयो, राम्रो रमाइलो हुन्थ्यो। त्यही भएर अहिले त्यस्तै ओजेल हुन्छ नि। होइन यस्तो हुन्छ के अरे गाम अब कहीँ यस्तो ऊ भयो भने पनि आउँछ के गीत गाउन पाए, गाउँ कि भन्ने हुन्छ। त्यो आफूले गरिराखेको त गर्न मन त लाउँछ। हुन्छ मेरो सोच है होइन हुन्छ, त्यो त आफूले गाउने जो आफूले गरिरहेको छ नि त्यो त अझै पनि कर्मशै गर्न पाए हुँदो जस्तो त हुन्छ। आउँछ अब पुरानो यादहरू आउँछ। अब यस्तै हजुर जस्तै भेटेपछि पुराना अब यस्ता यादहरू दिलाउने होइन, कुराकानी गर्ने त त्यही पुराना अब पुरानैबाटै हुने। न अहिलेका नयाँसित न हाम्रो भाषा मिल्छ न कुरो मिल्छ, केही पनि मिल्दैन, हामीसित मिल्दैन। त्यही भएर आज हजुरलाई भेटेँ अब होइन, विगतका यस्तो आयो भने अर्को साथी भेट्यो भने हामी यस्तो थियौँ है, यस्तो गर्थ्यौँ भन्ने त्यही हो, विगतलाई सम्झिने। हजुर भन्नु पर्दा हेर्नुहोस्, हाम्रो कुलेन र बिसी भाइ हेर्नु, हामीले ककनी दोहोरी साँझमा गीत गाउने, त्यो भाइले मादल बजाउनुहुन्थ्यो, हामी त अब बागबजार बस्ने। त्यसपछि दिदी आज एउटा लामो भाका गाउँ न भन्ने, त्यहाँबाट त्यो भाइले र त्यो भाइले फर्स्टचोटि उसको मामाले एउटा गीत गराउनु भयो रहेछ। ल तपाईँले र ल दिदी तपाईँले र मैले गाऊँ भनेर भन्नुभयो। भन्दाखेरि त्यतिखेर के भयो खै म त्यो गीतमा गाउन जान पाइनँ। त्यहाँबाट त्यो उहाँ भाइले गाउनुभयो। त्यहाँबाट त्यो भाइले मादल बजाउनुहुन्थ्यो ककनी दोहोरी साँझमा। अनि भन्नुपर्दा मेरो के त्यो भाइहरू के अहिले पनि भाइहरूले राम्रो प्रगति गरे, उन्नति गरे, राम्रो छ होइन। भाइहरू राम्रो भएर अब राम्रो काम गरे, कलाकार राम्रो क्षेत्रमा उनीहरूको कला पनि थियो, स्वरले साथ दियो, राम्रो भए। अनि एउटा मादल बजाउन माध्यम सिक्ने ताते गरेर हाम्रो पछि लाएर सिक्ने त अब कुलेन्द्र भाइ भए होइन। अर्को भाइ हुनुहुन्थ्यो स्याङ्जाको आउँछ, हामीले ठमेल मा गीत गाउँथ्यौँ। खुमन अधिकारी भाइ सानो होइन। अनि दिदी म पनि यहाँ गीत गाउन पाउँछु होला भन्नु। त्यतिखेर मलाई बनपाहाड दोहोरी साँझमा साबले उसका दुईवटा दोहोरी थियो। यहाँको यस्तो केटाकेटीलाई कतिजना चाहिन्छ छानबिन गरेर राम्रोसँग चला भनेर हाम्रो जिम्मेवारी, कलाकारको जिम्मेवारी दिएर जाने। साउ अब त हेर्ने जाने अरू भने। त्यहाँबाट अब त्यो खुमन भाइ लिएर हामीले लामो समयसम्म काम गऱ्यो। हेर्नुहोस्, एउटा त्यही पुतली सडक पनि गीत दोहोरी साँझ गाइयो। त्यहाँबाट अब बनपाहाड दोहोरी साँझमा हामी भेट भइयो। त्यहाँबाट भाइ एउटा गीत गाउनुहोस् न भने सर्लक्क एउटा गलबन्दी फालेर आउनुभएको थियो कि त्यो भाइ सानो हुनुहुन्थ्यो। त्यहाँबाट भाइ एउटा गाउनुहोस् भन्दा पुरुषोत्तमको गीत गाउनु, पुरुषोत्तम दाईको गीत गाउनु भयो होइन। गाउँदाखेरि त्यो भाइको स्वर चाहिँ होइन यो भाइ राख्नुपर्छ है, यो भाइको स्वर राम्रो हो, यो भाइ यहाँ हुनुपर्छ भनेर त्यो बनपाहाड दोहोरी साँझबाट स्टार्ट भइसकेपछि अनि एउटा लिल गुरुङ भन्ने भाइ थियो, फेरि एउटा गोर्खाको त्यो भाइ र अनि खुमन अधिकारी भाइ अनि म भएँ। एउटा अर्को फेरि उतै बागलुङको हुनुहुन्थ्यो बहिनी, त्यहाँ अनि रेखा, यिनीहरू भएर हामीले लामो समयसम्म काम गरियो। अनि कार्यक्रमहरूमा पनि हिँडियो। अनि त्यसरी धेरै छन् अब। तर मैले तिनीहरूलाई जान्नुपर्ने र चिन्नुपर्ने, मलाई चिन्नुपर्ने भनेको कुलेन्द्र भाइ र खुमन भाइले हो कि वास्तवमा। उहाँले हेर्नुहुन्छ होला नि त। खै अब हेरे उहाँले हेर्न भने उहाँले के तपाईले के भन्न छ?
अब उहाँ त अब के भन्ने र अब जे भए पनि भेट्दाखेरि चिन्नु भाइ मैले भाइ भन्दा दिदी भनिदिनु त्यही हो अरू त केही होइन मैले यहाँ उसमा सुनल मौसम भयो थियो अनि ऊ खुमन आउने दिन जानु पर्यो र खुमनलाई भेट्नु पर्यो भनेको थिएँ खुमन स्टेजमा गइसक्नु भयो त्यसपछि हामी बाहिर भइयो होइन अनि तपाईँले खुमन भाइलाई भेट्ने भन्नु थियो के छ भाइ कस्तो छ भनेर यसो प्रत्यक्ष भेटौँ भन्ने मन के होइन हामी सँगै काम गऱ्यो होइन त्यसरी भाइहरूले त गर्नुहुन्न याद किनकि भाइहरू माथिल्लो स्थानमा पुग्नुभयो अब हामीलाई चिन्न अलिक गाह्रो तै पनि यसरी गरिन्थ्यो फलान फलान ठाउँमा उहाँ भाइहरूलाई नै आउँछ होला तर कुलेन्द्र भाइ र खुमन भाइ त एकदम ताते ताते गरेर सँगै काम गरेको भाइहरू हो कि तपाईलाई नि याद बिर्सन गर्नुहुन्छ होला भन्नु पर्यो त्यही त अब गर्नु गराएको दिदीलाई बिर्सिनु कुरा त भएन तर भाइहरूले राम्रो अब उ गर्नुभयो होइन भेट्दाखेरि के छ बाबु भाइ हो भन्दाखेरि दिदी तपाईँलाई हामीले चिनिम भन्नु पर्यो चिन्दैनौँ नभनौँ भाइहरूले त्यही हो निश्चय हेर्नुहुन्छ होला नि त यो दिदीसित सँगै जाके यस्तो हो भन्ने उलाई नि मन अब होला हेर भाइहरूले नि हामीले चिन्छौँ दिदी भन्नु होला या चिन्दैन भन्नु होला हैन तिनी कुराहरू भेट भएपछि बल्ल कुरा हुन्छ नि कति फेरि नभएछ कि त्यस्तै हुनुहुन्छ भने थाहा हुन्छ म त अब बुढी भयो नि के बुढी हुन्छ अब त बुढा भएन बुढी भएन अब त बुढेसकाल ला अब त कलाले साथ नि दिन नहेर्नु अब गाउन नि त्यस्तै हो उहाँ उसमा तपाईको 70 वर्ष 60 वर्ष बुढाबुढीले गाहन गाउन त गाहन कि मेरो त्यति स्वर मिठो त होइन पहिलेदेखि तर पनि हल्का फुल्का गाउने त हो त्यति एकदम स्वर सरर राम्रो त राम्रो हो स्वर अब त्यति के अरे राम्रो अरूको जस्तो राम्रो त छैन आफूले अर्काको देखिन्छ अर्काले आफ्नो देख्छ त्यो त हो जे कुरा नि अब छोरछोरी आफ्नो राम्रो देखिन्छ हजुर आफ्नो शरीर भयो उ भयो आफ्नो नाम अर्को कति राम्रो हो देखिन्छ त्यो त्यही हो अब 10-11 वर्षसम्म बिताइयो काठमाडौँमा गीत गाइयो कति दुःख पाइयो कसरी भइयो कलाकार तिनी कुरा गर्ने अन्त हेर्नुहोस् धेरै कस्ता साथी भेटियो कस्ता साथी बनाइयो अब त्यही रेखा थापासँग हामी एकदम घनिष्ठ सँगै बहनी सँगै खाने सँगै अब सायद उहाँ रेखा थापाले चाहिँ चिन्नुहुन्न होला म भीमकला भनेपछि उहाँले चिन्नै गाह्रो छ अब एकपालि हाम्रो उहाँ सँगै बस्नुहुन्छ उहाँको नाम के हो हामीसित सँगै बस्ने एउटा त्यही रेखा थापा हुनुहुन्छ अल्की अल्की गोरी त्यही रेखा थापा बिर्सिनु मलाई त चिन्नुहुन्न सँगै काम गरेँ हजुरलाई खै उहाँले चिन्न अलिक गाह्रै छ अब उहाँ त जापानतिर अब कता कता भएर अहिले फेरि काठमाडौँमै हुनुहुन्छ रहेछ भन्ने कहिलेकाहीँ इन्टरभ्यू हेर्छु मैले अनि गएको त्यति बसेर कहाँ जाने घुम्ने डुल्ने थियो या धुन पर्ने अनि फेरि हाम्रो गीतमा लाइभ के अरे सालेजो जुन मैले अघि एउटा भन्थ्यो उसमा पनि लाइभ गाउनु भयो रहेछ त्यही हाम्रो चन्दन बाबुले र उसले रेखाले लाइभ दोहोरी गाउनु भयो रहेछ अब मैले सोचिरहेको छु कि यो सालेजोलाई गएर हाम्रो उसमा गएर त्यो एरेन्ज गर्ने गौरव दाईसँग कुरा गरेर त्यसपछि फेरि रिफर गरौँ कि भन्ने सोच हो उहाँहरूसित सल्लाह लिनु पर्ला 2-3टा टुक्का मात्रै बनाउने कि एउटा उसमा राख्छ नि त अहिले त्यो टुक्कामा त्यही राख्ने अब के अब के टुक्का भनौँ र अब आफ्नो टुक्का बिर्सियो गजे के नि अब अर्कोचोटि आउँदा म सम्झी गाइदिन्छु आज किनकि यस्तो भयो हजुरहरू आउनुहुन्छ भन्ने मलाई होइन मेरा गीतहरू तिनी अब सर्च गरेर होइन कुन थिए मैले त्यो गर्थेँ अहिले झ्याप्प यति भयो हेर्नुहोस् अब म यहीँ आएको पनि 69 सालमा आइकिम भनेपछि यत्रो साल भयो मेरो गीत भनेका त 60, 61, 62 तिरका हुन् तिनी गीतलाई सम्झन पर्छ आफूले कति थिए कस्तो गायो थिएँ मैले यिनी गीतहरू गाउँथेँ तपाईँलाई एउटा होइन 2-3टा नि गाउँथेँ तर तपाईँले त खाना बनाउँदा त्यो झलकै याद आउँछ आउँछ के अरे त्यो खाना बनाउँदा अरू सोच आउँछ कि त्यही उच्चकर्म लाग्यो त्यहाँ नपुगेर फेरि दोहोरी साँझ जान्थ्यौँ दिल्लीबाट दोहोरी साँझमा
त्यही भएर अहिले अर्कोचोटि आउँदा अवश्य गाउँछु। भनेर कतारबाट मेरो साथी गीत सुनेर मेरो साथी त्यहाँ आयो नि त्यहाँ गीत सुन्नलाई आउनुभयो, कतिजना चाहिँ आउनुभयो। त्यस्तो हुन्थ्यो, अब के गर्ने, अब तिनी बिर्सियो हुन्। हुन्छ, त्यतिखेर तपाईँलाई नचाउने गाउने काम मेरो भयो। नाच्ने हजुर, म नाच्न तपाईँलाई नचाउनको लागि तयारी अवस्थामा बोलाउँछु। ल हुन्छ, ल आज नमस्कार। सम्पूर्ण हेर्ने स्वदेश विदेश हुने दाजुभाइ दिदीबहिनी बुवा आमालाई नमस्कार भन्दै हामी बिदा हौँ है। मेरो पनि सबैलाई नमस्कार। अब ओझेल परेर गएको भए पनि आज होइन कहाँ हुनुहुन्न रहेछ कुन कुनामा आज देख्न पाइयो भनेर सबैले लाइभ अब गर्नु होला। यसो भीमकली कहाँबाट आउनुभयो भनेर गर्नु सम्झिनु होला सबैजनाले।